हाई नमस्ते नमस्कार। तपाईँ हामी बच्चादेखि नै सुन्दै आएको छौँ कि हाम्रो बुवा आमाले के भन्नुहुन्छ भने बाबु राम्रो खाऊ राम्रो लगाऊ। तर एउटा बिजनेस गर्ने मान्छेको र एउटा व्यापार गर्ने फ्यामिलीबाट मैले धेरै सुने, उनीहरूको फ्यामिली फ्रेन्ड्सबाट के सुन्छ, बाबु राम्रो खाऊ पनि राम्रो लगाऊ पनि र राम्रो ठाउँमा काम पनि गर। सो तपाईँहरू राम्रो बिजनेस गर्दै हुनुहुन्छ र तपाईँको व्यापारमा तलमाथि हुँदैछ भने कहीँ तपाईँको इन्टेरियर डिजाइन, तपाईँको अफिसको डिजाइन कतै नराम्रो त छैन। सो तपाईँको इन्टेरियर डिजाइन राम्रो भयो भने तपाईँको अलरेडी कोही क्लाइन्ट अथवा कस्टमर आउँछ भने 50% त कन्भिन्स त्यहीँबाट हुँदो रहेछ। सो तपाईँ अब तपाईँको अफिस कस्तो बनाउने तपाईँको हातमा छ। हामी छौँ र हामी जस्तै इन्टेरियर डिजाइनर यहाँ नेपालमा धेरै राम्रा छन्। तपाईँ अफिस बनाउँदै हुनुहुन्छ भने बिफोर इन्टेरियर कन्स्ट्रक्सन तपाईँ इन्टेरियर डिजाइनरलाई पक्कै हायर गर्नुहोस्। धन्यवाद।